नमस्कार। आज हामी एउटा अलिकति तरङ्ग ल्याएको विषयमा कुरा गर्दैछौँ। बेलायतको ब्यान्ड बब वायोलन, उनीहरूले 2025 को ग्लास्टनबरी फेस्टिभलमा इजरायली सेना मतलब आइडिएफ विरुद्ध लगाएको नाराबारे। हो, यो विषयमा एउटा लेख पनि आएको छ, बब वायोलनको आइडिएफ विवाद भन्ने। आज हामी त्यही लेखको आधारमा यो घटना, यसका प्रतिक्रियाहरू अनि यसले उठाएका सवालहरूबारे अलि गहिरिएर कुरा गरौँ न त। हुन्छ, सुरु गरौँ त्यो खास घटनाबाटै। ग्लास्टनबरी फेस्टिभलमा के भएको थियो खासमा? त्यो बेलायती पङ्क ऱ्याप जोडी हो बब वायोलन। उनीहरूले आफ्नो प्रस्तुति दिँदै गर्दा दर्शकहरूलाई डेथ टु दि आइडिएफ मतलब आइडिएफको मृत्यु होस् भनेर नारा लगाउन उक्साए क्यारे। त्यो त निकै कडा नारा भयो नि। अनि झन् त्यो त बीबीसीबाट लाइभ पो गएछ। हो त, प्रत्यक्ष प्रसारणै भएछ। पछि त बीबीसीले त्यो अंश नकाटेकोमा माफी पनि माग्नु पर्यो। यो घटनाले त पक्कै पनि तुरुन्तै प्रतिक्रिया ल्यायो होला, हैन? एकदमै। सबभन्दा पहिले त बेलायतमा रहेको इजरायली दूतावासले नै प्रतिक्रिया जनायो। उनीहरूले यसलाई अत्यन्तै विचलित पार्ने भने। विचलित पार्ने? के आधारमा? उनीहरूको भनाइ थियो कि यसले हिंसालाई प्रोत्साहन गर्यो अनि अतिवादलाई सामान्य बनाउन खोज्यो। त्यो भाषाले द्वन्द्व झन् चर्काउँछ भन्ने उनीहरूको चिन्ता देखियो। सरकारको तहबाट पनि के आयो कि बेलायती सरकार? आयो नि। प्रधानमन्त्री केयर स्टारमर अनि संस्कृति सचिव लिजा न्यान्डी दुवैले यो नारालाई सिधै घृणा फैलाउने भाषण मतलब हेट स्पिच भनेर आलोचना गरे। हेट स्पिच नै? किन त्यस्तो आरोप लाग्यो होला? के लेखमा प्रष्टाएको छ? लेख अनुसार आलोचकहरूले के भने यो खाली सेनाको विरोध मात्रै होइन, आइडिएफ त इजरायली राज्यकै एउटा अङ्ग हो नि त। हो। त्यसैले त्यसको मृत्यु कामना गर्नुलाई अलि फराकिलो रूपमा हेरियो। मतलब सिङ्गो राष्ट्रिय समूह विरुद्ध हिंसा भड्काउने खालको भाषा भनेर व्याख्या गरियो क्यारे। त्यसैले हेट स्पिचको कुरा आयो। कुरा आलोचनामा मात्रै सीमित रहेनछ त, कानुनी रूप पनि लियो। एविन र समरसेट प्रहरीले त अनुसन्धान नै थालेको छ रे, कुनै कानुन उल्लङ्घन भयो कि भएन भनेर हेर्नलाई। एउटा नाराले यस्तो आपराधिक अनुसन्धानसम्म पुग्नु त चाखलाग्दो नै हो। र यसको असर बेलायतभित्र मात्र रहेन, बाहिर पनि फैलियो। कस्तो असर? जस्तो अमेरिकाले अमेरिकी विदेश मन्त्रालयले त ब्यान्डको भिजा नै रद्द गरिदियो। हो र? भिजा नै रद्द? कारण के देखायो? उनीहरूले स्पष्ट भने ब्यान्डको अभिव्यक्ति घृणित छ र हिंसालाई बढावा दिने विदेशीलाई अमेरिकामा ठाउँ छैन। यो निकै ठूलो कदम हो। साँच्चै ठूलो कदम। यसले त व्यावसायिक रूपमा पनि धक्का दियो होला नि ब्यान्डलाई। अवश्य दियो। उनीहरूलाई प्रतिनिधित्व गर्ने ट्यालेन्ट एजेन्सीले नै सूचीबाट हटायो। एजेन्सीले नै हटायो? हो। अनि उनीहरूको अमेरिका टुर तय भएको थियो, त्यो पनि अब के हुन्छ भयो, अनिश्चित भयो। यसले त कलाकारको लागि कति ठूलो व्यावसायिक जोखिम हुँदो रहेछ भन्ने देखायो। तर बब वायोलन आफैले चाहिँ केही भनेका छन् कि? उनीहरूको पक्ष के हो? बचाउ गरेका छन्। उनीहरूको जोड के छ भने नारा आइडिएफ मतलब सेना विरुद्ध थियो, इजरायली नागरिकहरू विरुद्ध थिएन। सेना र नागरिक छुट्याउन खोजेको हो। उनीहरूले यसलाई गाजा युद्धमा जे भइरहेको छ त्यसको विरोध भनेका छन्। मानवीय क्षतिप्रतिको आफ्नो आक्रोश पोखेको भनेका छन्। यहाँनिर नै मुख्य विवाद देखियो। उनीहरू भन्छन् सेनालाई मात्रै, तर आलोचकहरू यसलाई अलि फराकिलो रूपमा कतै सेमिटिजमसँग जोडेर हेर्दैछन्। ठ्याक्कै यही घटनाले बेलायतमा फेरि त्यो बहस सुरु गराएको छ। अभिव्यक्ति स्वतन्त्रताको सीमा के हो? सेमिटिजमको कुरा कति सान्दर्भिक छ? अनि सार्वजनिक मञ्चमा खास गरी कलाको माध्यमबाट गरिने राजनीतिक विरोध कतिसम्म ठिक हो? हो नि, यो एकदमै जटिल विषय हो। साँच्चै लेखले पनि यही देखाउँछ कसरी एउटा महोत्सवको सानो क्षणले यति ठूलो राजनैतिक, कूटनीतिक, कानुनी अनि व्यावसायिक तरङ्ग ल्याउन सक्छ। यसले कलाकारको अभिव्यक्ति स्वतन्त्रता र त्यसको सम्भावित परिणाम बीचको त्यो नाजुक सन्तुलनबारे सोच्न बाध्य बनाउँछ। अनि त्यो आइडिएफको आलोचना र सेमिटिजम बीचको रेखा कहाँ कोर्ने भन्ने कुरा पनि त निकै जटिल छ नि, हैन? एकदमै जटिल र विवादास्पद पनि। यो सबै कुरा सुन्दा एउटा प्रश्न मनमा आउँछ। सार्वजनिक ठाउँमा अझ कलाको प्रस्तुतिमा गरिने राजनीतिक अभिव्यक्तिको स्वीकार्य सीमा के होला त? कहिले त्यो अभिव्यक्ति घृणा फैलाउने भाषण बन्छ? हो, यो प्रश्नको सजिलो उत्तर त छैन। तर यो घटनाले यस्ता प्रश्नहरूमाथि फेरि एकपटक गम्भीर बहस गर्नुपर्ने आवश्यकता चाहिँ देखायो।